कालिम्पोङ माता भगवती दर्शन गर्दैछौँ हामी। अचम्मको पारी डिलहरूमा यो हिमाली रेन्ज, यहाँ यता पनि हिमाल छ। चारैतिर हिमाली रेन्ज छ। अत्यन्त सुन्दर हिमाल यो देख्ने गौरी शङ्कर हिमाल, पारी देखिएको गौरी शङ्कर हिमाल भन्ने गाई गौरी शङ्कर हिमाल यो दोलखा जिल्ला र यसमा अत्यन्त सुन्दर छ यो हिमाली रेन्ज। चारैतिर हिमालै देखिन्छ र यो चाहिँ हिमालकै लगभग हिमालकै उचाइमा अचम्म लाग्दो होइन, अचम्म लाग्दो खालको चाहिँ यो दृश्य देखिन्छ। र कालिम्पोङ भगवती माता सबभन्दा माथि यो चाहिँ डाँडामा टुप्पीमा मैले पाथिबारा माताको दर्शन गरेको थिएँ। त्यस पछाडि हामी कालिम्पोङको यो चाहिँ अचम्म लाग्दो खालको दर्शन गर्न पायो, सौभाग्य छ। र यो चाहिँ हामी अत्यन्त धेरै लामो लाइन थियो। सँगै एकजना मान्छेले कल्याण गरेर चाहिँ हामीलाई खेरेर लाइनमा हारेर चाहिँ दर्शन गर्नको लागि चाहिँ पठाएको यो लाइन हो। यो लाम लागेको सबै लाइन हो। हामी लाइनमै आयौँ र हामी सरासर माथि आउनु पायौँ। यहाँ चाहिँ के अरे दर्शन गरेर फर्किने दर्शन गर्नै असम्भव छ। र म चाहिँ अब यो दर्शन गर्ने क्रममा हामी त्यस पछाडि हामी तल देखिने यो तल देखिने अत्यन्त धेरै सुन्दर दृश्य छ यो कालिम्पोङ र यो कालिम्पोङ बजारमा। त्यहाँ चाहिँ हामी कि त केबल कारबाट कि हिँडेर त्यहाँ जानुपर्ने हुन्छ। त्यहाँ पुग्न लगभग 1 घन्टा समय लाग्ला हिँडेर जानु। अत्यन्त हिँडेर पाथिबाराभन्दा मलाई चाहिँ अलिक बढी नै धेरै नै अप्ठ्यारो माथि ठाडो उकालो जस्तो लाग्यो। र अब चाहिँ यस्ता डाँडा यस्ता टुप्पी देवी स्थानहरूमा पुग्न नसकिने हो कि जस्तो लागेको थियो। तर केले हामीलाई बिराएर अहिले हामी माथि दर्शन गर्दैछौँ।